यहाँ हजुरहरूले हेर्नुभएको यो सबै जुन पैसाहरू छ यो चाहिँ उहिले जमानाको पैसा हो र अहिलेको अवस्थामा आएर यो सबै पैसाहरू चाहिँ लुप्त भइसक्यो हो र हजुरहरूलाई म हेराउने चाहिँ यो कुन समयको हो भनेर यो जुन मैले अघि हेराएँ हजुरहरूलाई अहिले मजाले हेर्न पाउनुहुन्छ। यो चाहिँ 1992मा राजा त्रिभुवन वीर विक्रम शाह देवको पालामा चलेको एउटा तामाको पैसा हो जसमा चाहिँ दुईटा खुट्टाको र साथै खुकुरी हाम्रो वीर गोर्खालीको चिनो जुन भनिन्छ त्यसको साइन छ र यसको पछाडिपट्टि पैसामा चाहिँ श्री पशुपतिनाथ यो चाहिँ 5 पैसा र नेपाल भनेर लेखिएको छ। यो चाहिँ झन्डै 90 वर्ष पुरानो हाम्रो नेपालको इतिहासमा चलेको पैसा हो र त्यसै गरी यो चाहिँ 5 पैसा र यो 5 पैसाहरू पनि म हजुरहरूलाई सिरियल्ली भन्नेछु जस्तै कुन सालदेखि चलेको यो कुन पैसा हो भनेर। जस्तै यो सुरुको पैसा भनेको 2032 सालमा वीरेन्द्र राजाको पालामा चलेको पैसा हो। हजुरहरूले सायद चिन्न गाह्रो होला, अलिक मजाले देखिँदैन होला। 2041 सालमा र त्यसै गरी मसँग चाहिँ 5 पैसा पनि 2032 सालदेखि 2057 सालसम्मको छ र त्यसै गरी 10 पैसा पनि मसँग चाहिँ के भन्छ 2041 सालदेखि 2047 सालसम्मको छ र यदि 25 पैसाको कुरो गर्ने हो भने मसँग 2040 सालदेखि 2050 सालसम्मको 25 पैसाहरू छ र एउटा यो जुन 25 पैसा जुन एउटा छुट्टै राखेको छु मैले, यो 25 पैसा चाहिँ राजा ज्ञानेन्द्रको पालादेखिको जस्तै 2058 सालदेखि चलेको यो 25 पैसा हो र यो जुन सबै हेर्दै हुनुहुन्छ यो सबै चाहिँ राजा वीरेन्द्रको पालाको पैसाहरू हो र त्यसै गरी मसँग यहाँ 50 पैसाको नोटहरू यो डलर पनि छ। आजको जमानामा त यो पैसाहरू पाउन त निकै गाह्रो नै छ, जसो मैले चाहिँ यो कलेक्सन गरेर चाहिँ एउटा भिडियो नै बनाइरहेको छु र मलाई सबैभन्दा खुसी लागेको र राम्रो लागेको चाहिँ यो पैसाले गर्दा हो। हाम्रो देश इतिहासको गौरव भनौँ न। 2000